महाशिवरात्रिमा प्रदर्शनमा आएको चलचित्र लाज शरणममा कुपोषित बालकको भूमिकामा अभिनय गरेका विकास केसीको कुपोषणकै कारण मृत्यु भएको बताइएको छ। विक्रम सम्वत 2066 साउन 1 मा जन्मिएका केसीको मङ्गलबार चैत्र 19 मा निधन भएको फिल्मका निर्देशक कुमार कट्टेलले बताएका छन्। फिल्ममा कुपोषित बालकै चरित्रमा देखिएका केसी वास्तवमै कुपोषित बालक र कर्णाली क्षेत्रका बासिन्दा थिए। उनको जटिल कुपोषणको उपचारको लागि सुटिङपछि ग्रिन सिटी अस्पताल ल्याइएको थियो। अस्पतालले कान्ति बाल अस्पतालमा रिफर गरे पनि त्यहाँ उपचार सम्भव नभएको भन्दै फर्काइएको थियो। निर्देशक कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन्, कुपोषणबाट नेपालमा अझै बालबालिकाले ज्यान गुमाइरहेका छन्। विकासको मृत्युले हामीलाई स्तब्ध बनाएको छ। गीतकार वसन्त उदासको सहजीकरणमा उनको उपचार र परिवारलाई सहयोग गर्ने प्रतिबद्धता पूरा गर्न खोजिए पनि सफल हुन नसकेको टोलीले बताएका छन्।